ल सो गाइज मेरो चाहिँ यहाँ सेटअप हुँदैछ है। हिजो मात्रै यो सिन्धुपाल्चोक सुरसिङ झर्न गएको थियो, माइकमा सबै पानी छिरेर तनाव भएर फेरि नयाँ यहाँ ल्याएको छु मैले। देख्न सक्नुहुन्छ यहाँ माइक्रोफोन TRS अरे होइन। अनि यो माइक ल्याएको छु मैले। अनि यो एडिटर यो पनि एकदम सर्टेज रहेछ अहिले। यो पनि बल्ल बल्ल मैले यताउता मिलाएर अनलाइनमा गरेर ल्याएँ है। अनि यो ग्रोपो भइहाल्यो मेगाबिन ब्ल्याकमा छ। अब हेरौँ सेटअप गर्दैछु अहिले कस्तो आउँछ साउन्ड क्वालिटी होइन, चेक गर्नुपर्छ। चाहिँ दामी हुन्छ। अनि हाम्रो यहाँ सुड्डी दिदीको पसलमा पनि यसो आउनु होला, चियासा खानु, मही दही सही एकदम मिठो पाउँछ। कफीहरू पनि दुधको एकदम मिठो बनाउनुहुन्छ दिदीको हातबाट। हाम्रो दिदीलाई पनि भाइरल गरिदिनु पऱ्यो है यहाँ। अनि यस्तो छ लोकेसन चाहिँ हाम्रो रहेको छ नयाँ बस्ती टाइमलाइन मेरील्यान्ड। डेली पसल छ है, आइदिनु होला, खाइदिनु होला। हाम्रो दिदी चाहिँ जस भोलि पनि एकदम मिठो छ, एकदम इन्टरटेनमेन्ट गर्नुहुन्छ क्या सबैलाई। ल त अहिले म यहाँ सेटअप गर्छु अनि पछि साउन्ड अब भिडियो मात्र राम्रो भएर भएन, अडियो पनि राम्रो हुनुपर्छ। हाम्रो यहाँ आएको पनि पसल यहाँ बिक्रीमा छ, तपाईँहरूलाई चाहेमा सम्पर्क गर्नु होला, मिलाएर दिनुहुन्छ। एकदम राम्रो छ है, भित्र पनि यस्तो छ है। ल आउनु होला। चारवटा साउन्ड चेक गरेर जानु पऱ्यो नि त। खै चाबी जहिले बिर्सिन्छ चाबी चाहिँ मेरो छैन होइन। चुङचुङ यहाँ चुङचुङ ल ल माइक चाहिँ अलिकति भएन यार, कहाँ राखेछ भाइ। ल लाग्यो ल ल हामी चाहिँ अब घरको यात्रा अब घरतिर लाग्यो है त। आजको दिन पनि गयो सुड्डी अरे मेरो छोराले। ल जोस् खोजेको सामान पाइयो, न्यु रोड गइयो, खाजा खायो। आजको दिन चाहिँ मजाले काटियो। कहाँ जाने भनेको यो? ए भोलि जाउँ ल, भोलि आउनु नि ल। अहिले चाहिँ हामी यहाँ जम्मू डाँडा जाडो हुन थाले सर है। अब त चिसो, अब दिन छोटो, अब दिन रात लामो हुन थाले सर। अब ज्याकेट बोक्ने अरे बुढी। अब त चिसो लागिहाल्यो नि। ल बागमती खोला पनि बढेर अब्बाल भएछ त अहिले त पानीले होला है। हिजो चाहिँ यतिको भएको भए चाहिँ सुरसिङ झर्न जाँदा भइदिएको भए त है बवाल हुन्थ्यो। आज चाहिँ जस यताउता गरेर आखिर न्यु रोडै जानु पऱ्यो यार। यो माइकहरू पनि एकदम सर्टेज रहेछ है। माइक मात्रै के भन्नु, यो एडाप्टर पनि एकदम सर्टेज छ। हजुर 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 हो भ्लग बनाएको छोरा। भोलि पछि तिमी पनि भ्लग गर्नुपर्छ है, बाबा जस्तै खतरा भ्लगर हुनुपर्छ। बागमती नदी महाकालबाडी सानो ठुलो हो। के हो यहाँ त यार, पुरा क्राउड छ त। के भएर यहाँ के जादु देखाउँदै हो क्या? ओ जादु देखाउँदै रहेछ यार। आमा भिड हेर न। ए पहिला हामीले पनि सानोमा यस्तो जादुहरू धेरै हेर्थ्यो यार। अब त बुढो भइयो। हजुर भन न के भन्छ यो? काके भनेको टिके चाहिँ भन्न। मोबाइल छ है मेरो तिमीसँग? ए ओके। उइली भाइ उइली आना उइली सक्दिनँ अरे बिचरा। अब चाहिँ साथी हो, अब चाहिँ भ्लग बबाल आउने भयो है।
अब चाहिँ सब चट्ट सेटअप छ मेरो। अनि मलाई चाहिँ एकचोटि यो पठाउ इन्टरभ्यूहरू पनि गर्नु मन लागिरहेको छ क्या है। अनि किनभने पैसा पनि कमाउने एउटा कन्टेन्ट पनि हुन्छ भ्लग होइन। अनि त्यही हो, पैसा पनि कमाउने भ्लग पनि गर्नु मिल्ने होइन। अनि दुइटै फाइदा भन्नु, दुइटै फाइदा क्या। अनि पहिला पनि मैले यो इन्डिया पठाउहरू गरेकै हो है, किनभने अब समयले कतिखेर के गर्छ भन्ने थाहा हुँदैन होइन। तर यत्तिकै बस्नुभन्दा चाहिँ होइन, हामीले केही न केही चाहिँ गर्नुपर्छ। पठाउ भनेको त्यस्तो भारी चिज होइन। ओहो कहाँ जानु लाग्यो यार। कता हो यो त? ओएमजी खै ट्राफिक दाइहरू पनि के हेरेर बस्नु भयो। सिग्नल छैन। यो माकलबारीको चाहिँ चोकमा यस्तै हुन्छ क्या। ल माया सपोर्ट गर्दै गर्नु होला है। अस्तिको भ्लग पनि मैले हालिसकेको छु। सुरसिङ झर्ना गएको हामी मेलम्ची, सिन्धुपाल्चोक, मेलम्ची, हेलम्बू है। अनि सुरसिङ झर्न अति मजा आयो। मलाई त अहिले पनि पुगेको छैन यार त्यहाँ जानुलाई। अझै पनि जाने कोही छ भने होइन, प्लान भयो भने त म त चल्दिउँ जस्तो लागिरहेछ है। अझै त्यहाँ धितै मरेको छैन क्या, अति क्या। नेपालमा के चाहिँ छैन यार घुम्नलाई होइन। नेपालमा त्यही त हो नि, पैसा हो। पैसा भएपछि नेपालमा के चाहिँ गर्नु मिल्दैन होइन। अनि घुम्नलाई पनि एकदम दामी क्या। नेपालमा के चाहिँ छैन यार। म त स्विजरल्यान्ड नै भन्छु यार, पैसा छ भने चाहिँ नेपालमा होइन। ओ ओ ओ ओ बिस्तारी है दाजु बिस्तारी। मेरो छोराको छुट्टी चाहिँ है मजाले मनायो। 2 दिन मजाले छुट्टी। स्याटरडे सन्डे चाहिँ है छुट्टी। बच्चाहरू पनि धेरै छुट्टी झ्याउ। 1 दिन छुट्टी भए चाहिँ आनन्द हुन्थ्यो क्या है। ल माकलबारी पुल है, भाइरल पुल, गोल्डेन पुल भन्छ। गोल्डेन होइन, लाइटिङहरू कस्तो बल छ यार। अति बनाएको छ क्या अति पुल चाहिँ। आजभन्दा पहिला चाहिँ यहाँ सानो पुल थियो, यत्रो साङ्ग्रो क्या। यहाँ चाहिँ बाटो यत्रो, यता आउनु उता आउनु गाह्रो थियो। अहिले चाहिँ एकदम सहज भएको छ पुलले गर्दा। अनि म चाहिँ फाइनली बस्ने चाहिँ अहिले सुन्ताखान है। सुन्ताखानतिर बस्छु। पहिला चाहिँ नयाँ बस्ती बस्थेँ, अहिले चाहिँ सुन्ताखान। अहिले चाहिँ त्यतै बस्ने बानी भएर होला, त्यतै रमाइलो लाग्छ है। अहिले त यता आउँदा त त्यो झ्याउझ्याउ त्यो क्राउड देख्दा पनि कस्तो लाग्ने क्या आफूलाई। त्यो अब होइन, बानी उतै बस्यो नि त अहिले होइन। त्यहाँ चाहिँ के छ भने अर्ग्यानिक चिजहरू खानु पाउने क्या, तरकारीहरू पनि एकदम फ्रेस होइन। अनि त्यहाँ हाम्रो दाइले चाहिँ त्यहाँ अब पसल छ नि त, तरकारी पसलहरू। अनि त्यहाँको तरकारीहरू अब त्यहाँको भनौँ न, त्यहाँको तरकारी ताजा खानु पाउँछ क्या सुन्ताखानकै टोनेलाहरूको होइन। मेहनत भनेको ए अब के गर्नु, केही सकेन। अब नेपालमा गर्नु खोज्या हो होइन, धेरै व्यवसायहरू। तर अहिले नेपालमा त्यस्तो छैन क्या पहिला जस्तो। अनि त्यही भएर अहिले चाहिँ म भ्लगिङ सुरु गरेको छु। अब यतिको बस्नुभन्दा होइन, भ्लगसक गर्ने, यसो लङ टुर सङ टुर जाने, झर्ना सर्ना। अनि यसो भएको बेलामा यसो पठाउ राइड हान्ने, इन्ड्राइभ हान्ने। अनि मान्छेहरूसँग पनि धेरै बोल्नु पाइन्छ नि त होइन। नयाँहरूसँग नयाँ कुराहरू पनि सिकिन्छ। अब घरमै बसेर चाहिँ काम छैन, सुतेर होइन। अनि एकदम अल्छी हुन्छ क्या। अनि मोटाउने दिमाग पनि अब धेरै कुराहरू पनि सोच्नु नसक्ने हुन्छ होइन। त्यही भएर चाहिँ लगभग हामी
के अब कामै छैन भनेर पनि यतिकै बस्नु भएन होइन, केही न केही त गर्नै पर्यो। अनि म जिम पनि गइरहेको छु है। अनि सकेसम्म केटाहरू पनि यसो जिम जानु है, केटाकेटी हो बिहानको यसो 1-2 घन्टा भए पनि होइन वर्कआउट गर्नुपर्छ, किनभने शरीरलाई अब हेल्दी राख्नु पऱ्यो नि त होइन। ल अहिले चाहिँ गोकर्ण आइपुग्यो है हामी यहाँ। हामी चाहिँ गोकर्णदेखि हनुमान चोक आउँछ, त्यहाँदेखि अलिकति माथि चाहिँ धेरै माथि पनि होइन, हामी यतै पानी पर्दा त फेरि यहाँ पनि पुल त डुबा नै हुन्छ नि यार। यहाँ अलिकति पुल चाहिँ अलिकति चाहिँ यो भए हो किन, यो खोला, यो खरै खोला रहेछ नि त यो खोला होइन। अनि पानी पर्दा त यही डुबान हुन्छ नि। यहाँलाई पनि अलिकति मर्मत गर्नु पाए त है, हाम्रो गोकर्णेश्वर वडा नगरपालिकाले त हेरेर होला नि अहिले होइन। तर अहिले सिग्नल राखेर दामी भएको छ यहाँ है, आफ्नो आफ्नो पालोमा होइन। चट्टा छ्याउनु पाएन अब त यहाँ जानले खत्तम हुन्छ। यहाँ ठुलो गाडीहरू छिर्नु हुँदैन यस्तोतिर है। बाटो यस्तो साङ्ग्रो छ, त्यही माथि ठुल्ठुलो गाडीहरू गर्दा त जाम त वायल हुन्छ जाम। माथि तारेभिर जाने भए चाहिँ यहाँबाट है एकदम नजिक छ। तारेभिर हेर्नु न, आम्माम कस्तो हुस्सो लाग्यो यार। पानी परेर पनि होला सायद है। हामी चाहिँ तारेभिर पनि नजिक छ, अति दामी छ है। जानु मन लाग्यो भने यहाँबाट धेरैमा 5 किलोमिटर होला माथि तारेभिर पनि बेला बेला गइन्छ है। फ्रेस हुनु पर्यो। अनि त्यहाँको सुकुटी चाहिँ अति बबल लाग्छ तारेभिरको। हाम्रो गोले राईको होटेल पसल के भन्नु न होइन। अनि भाले साले खाने भए पनि मजाले बनाइदिनुहुन्छ। अनि सुकुटी दामी छ दामी। सो गाइज यस्तै हो है। अब घर पनि आउनु लाग्यो। अनि तपाईँलाई म यहाँ पसल पनि देखाइदिन्छु हाम्रो दाइको है, तरकारी पसल। अनि यतै बस्नु हुनुहुन्छ भने अनि यता फ्रेस तरकारी पाउँछ हाम्रो यहाँ दाइकोमा। हेलो गाइज, के छ, के खाँदै? ए ल पुन्टु भुन्टु स्मृति अनि के अरे सुनिता सिर्जना हाम्रो छोरीहरू है। ल पसल चाहिँ यही हो, मैले अघि कुरा गरेको। चट्टा आउनु होला, किन्नु होला, फ्रेस तरकारी पाइन्छ। हेलो हेलो भान्जी। ल सो गाइज अहिलेलाई यति नै है।